बाहुनले च्याउ बासन आज मासु 50 किलो मासु त्यसै छ नि त्योभन्दा मुनि त होइन सबै 2-4 चप्टाउँछ 50 किलो मासु छ भने तिलाई किन चाहियो जसै पुग्यो भने भयो होइन जसै पुग्यो भने मासु लिँदै अनि हेर त त्यति बाबु आज बलराम गएन अनि यो 50 किलो पुग्यो भने अर्को 50 100 पो हुन्छ एकदम खनिदिएर छ अब के गर्छ यसो किनेर दाम गरेर मारेर अनि त थाहा हुन्छ कति हुँदो रहेछ आफूले पकाएको भात र अर्काले पकाएको भात कुन मिठो हुँदो रहेछ तिनीहरूलाई त थाहै छैन खेडियो निकाल आफ्ला उस्तो छाना दिएर छैन हुन त थोरै गएको छैन अघि नै होइन अस्ति पर झन् सुमन दाईहरूको थिएन धारै गएको त्यहाँ त झन् डर रङ धारा पोखरी त्यहाँ त धारा जाँदा पनि खुन एक बाल्टी नै थियो त्यो होइन कसले चाहिँ के भएको रहेछ नि ए टुप्पामा यता टुप्पामा बिग्रेको रहेछ उयो परेको होला हौ के भन्छ नामले के भन्छ नि चुर्ना हो कि नामले हाम्रो हाल्ने भाडा ल्याउने मान्छे खोपिन्छ कता कता चाहिँ लागेर सानो त मुटुमै छेडेछ एक ताल त अर्को ताल पनि छेडेछ होइन सुँगुरै पनि कुनै त जबरजस्ती हुन्छ यहीँ छेडेछ यहीँ छेडेछ दुई ठाउँ भेटेर मरेको सुँगुरै जबरजस्ती हुन्छ कि कुनै त छैन भने नि एक ताल जमाएकोमा मारेको मुटु त वारपार भएको रहेछ यो सबै ठाउँ घटेको छ 3 ठाउँ नै घटेको छ मुटुमा त्यहाँ कस्तो हो अत्यादि होला नि म मर्दिन यो घोप्टिन्छ हौ यो अलिकति राख के हो सुँगुर किन सक्यो जान्दिन जुन अहिले उतेतापट्टि छिरिरहेछ नाराख त्यो त्यहीँ दल्नुपर्छ भयो दुधमा दुध दिएर भित्री पो बसिरहेको रहेछ ठाउँमा गाली मात्रै खाने भरे आएको त सारा भित्री पो लापा खेलिरहेको रहेछ बाल्टी त्यो चाहिँ रिस उठेन कि त्यो भित्र हाने कि मैले आन्दा भोलि फिलिप्पै निकाल्दै तर बिग्रिएको छ अलिक टुप्पामा बिग्रेको त्यो त उयो पित्त
होस् त्यो अब भित्र लगाइसक्यो भाड कुम्बुली ओइ छुरीले त छुरी धार लगन खोइ यहाँको उयो पत्थरकै भित्र आन्डा भुटी गिलाउनु पर्छ यो पहिली बढाली हाल्नु लु यहाँ बल्छ यो लैजायो भने 2 किलो 3 किलो लेखिन्छ हुन्छ त अलिअलि यो अहिले बर्बादै बनाउँछ नि त यसले त ल आइ